साथीहरु वेलकम बैक टू माई यूट्यूब चैनल। फेरि पनि म तपाईहरुको सामने न्यू डे न्यू ब्लग लिएर आइसकेको छु र आजको ब्लग चाहिँ हुनेछ। आज चाहिँ साथीहरु गुड फ्राइडे रहेछ। मलाई त थाहा पनि थिएन, बिहान पो थाहा भएको बहिनीले भनेर। अन्त मैले चाहिँ यहाँ भिडियोहरु बनाएको छु। आज चाहिँ गुड फ्राइडेको दिन चाहिँ यहाँ चाहिँ केरलामा यसरी मनाउँदै रहेछ कि बाटोमा हिँडेर हैन, प्रभुको उयो के भन्छ फोटोहरु लिएर यसरी बोकेर हिँड्दै रहेछ क्यान्डलहरु। मैले भिडियो बनाएको छु, तपाईहरुलाई कस्तो के लाग्छ तपाईले हेर्नुहोस् र कमेन्ट लाइक सब्स्क्राइब पनि गरिदिनु होला साथीहरु। नमस्कार। इसलिए पूरा रास्ते में आज गॉड को ऐसे बना के लेके चल रहे साथियों। आउने आउँदैछ जाने जाँदैछ साथीहरु। आज चाहिँ गुड फ्राइडेको दिन हो, त्यही भएर चाहिँ यहाँ चाहिँ पुरा यसरी मनाउँदो रहेछ है केरलामा चाहिँ। सिस्टर लोग जा रहे हैं। आज चाहिँ सबले व्हाइट कपडा ढालेर जाँदैछ। प्रभु यीशुलाई चाहिँ ल्याउनु हुँदैछ उसमा बोकेर। यहाँ चाहिँ अब गुड फ्राइडे यसरी मनाउँदै रहेछ केरलामा चाहिँ। हामीलाई चाहिँ थाहा थिएन के ला त्यहाँदेखि सबै प्रभु यीशुलाई सुताएर लगेको। अन्त मैले चाहिँ भिडियो बनाएको वचन भन् धर्मी देवानको क्रिस्चियनको मान्छेहरू भने गर्नुपर्ने हुन्छ। कुनै किसिमको मूर्तिहरूमा विश्वास र ट्रस्ट गर्ने होइन, किनकि बाइबलमा लेखिसकेको छ र प्रभुले पनि भन्नुभएको छ कि मेरै मूर्तिमा धरी पूजा नगर्नु, किनकि म मूर्तिमा हुँदैन हृदयमा हुन्छु। डोन्ट ट्रस्ट एनी भनिदिइहाल्यो यसले। आज यसले चाहिँ बाइबलहरू पढ्छ नि त भाइले चाहिँ। अन्त म चाहिँ अब घर गएको बेलामा चाहिँ म चाहिँ चर्चहरू जान्छु, अन्त बाइबलहरू पढ्छु। भाइले चाहिँ पढिरहन्छ यहाँनिर पनि होइन। यतातिर पनि चर्चहरू छ तर हामी जानु लागि टाइम पाउँदैन किनकि ड्युटी हुन्छ। त्यही भएर चाहिँ हामी जाँदैन साथीहरू। त्यही भएर चाहिँ क्रिस्चियन त हो तर के गर्नु चर्चै जानु पाउँदैन। भनिदिइहाल्यो यहाँनिर बाइबल पढ्ने मान्छे। अन्त तपाईँहरूलाई एउटा कुरा पनि भन्नुपर्ने, हाम्रो परमेश्वरको फोटोहरू जति पनि पोस्टरहरू देख्छ यो अलि एउटा मुभी बनाएको यो एक्टर हो, जस्ट हो एउटा एक्टर हो। उसकोमा ट्यालेन्ट थियो र प्रभुको के हो इतिहास बताउनुलाई उसले एक्टर गरेको र उसको फोटोहरू सबैले अब इन्डियामा प्रायः जस्तो देखिन्छ तर इट्स नट ट्रस्ट, किनकि गड मूर्ति। आज चाहिँ गुड फ्राइडेको दिन चाहिँ अनि आज तपाईँको प्यारो सञ्जित भाइ हुनुहुन्छ यहाँ। सञ्जित भाइ कौन भाइ? सबै विश्वासीहरूलाई चाहिँ म के भन्न चाहन्छु एउटा मेसेज। अब चाहिँ तपाईँहरूको नजिक साह्रै छेउमा छ र तपाईँहरूले अब चाहिँ विश्वास गर्नु जरुरत छ र अब चाहिँ यस्तो दिनहरू आउनेछ आफन्तदेखि अर्काले पनि साथ छोडिनेछ। यहाँ सबहरू परमेश्वरको दासहरू पनि ढुङ देखाउनेछ। परमेश्वरको बाइबल पुरा बिस्तारै हुँदै जाने हुन्छ। त्यसैले भन्न चाहन्छु सबैले ध्यान गरेर आफूभित्रको विश्वास राख्नुहोस् र बाइबललाई रिडिङ गर्नुहोस्। कुनै मान्छेलाई ट्रस्ट नगर्नुहोस् र प्रभुको फोटो पनि रियल होइन, किनकि जस्ट एउटा एक्ट हो र उसले मुभी बनाएको र प्रभुको फोटोमा पनि ट्रस्ट नगर्नु भनेर बाइबलमा लेखेको छ। बट परमेश्वर चाहिँ मूर्तिमा हुँदैन, तपाईँको हृदयमा हुन्छ। र गो टु फर्स्ट बाइबल रिडिङ गर्नुहोस् अनि बाइबललाई बुझ्नुहोस् अनि मात्रै अरूमाथि ट्रस्ट गर्नुहोस्। बाइबलले जे बताउँछ त्यसको द्वारा हिँड्नुहोस्। धन्यवाद, नमस्कार। ए तपाईलाई पनि अब धेरै शुभकामना छ।